लाइक कतिको च्यालेन्जेस आयो त एउटा फिमेल ड्राइभिङ इन्स्ट्रक्टर हुँदाखेरि जस्तो एउटा स्टेरियोटाइप छ नि त यहाँ त अब मेलले मात्रै राम्रो ड्राइभ गर्छ भन्ने नै दिमाग कतिको हुन्छ होइन एउटा दुईटा स्टुडेन्टबाट हुन्छ तर मैले त्यहाँ राम्रो पोजिटिभ कुराहरू पनि पाएको छु जस्तै कसैलाई सबैसँगलाई मेलसँग जान मन लाग्दैन कम्फोर्टेबल फिल हुँदैन नि त ओके जस्तो आज इन्टरनेसनल वुमेन्स डेमा तपाईँ के भन्न चाहनुहुन्छ जस्तो महिलाहरूलाई होइन यङ चाहिँ बच्चाहरूलाई म चाहिँ सबैलाई के भन्छ बी योर सेल्फ होइन अरू यस्तो यस्तो भनेर कपी गर्न नथाल्नुहोस् अनि मैले लैजान्छु अरूले चाहिँ कम्युनिटीमा हिँड्नलाई बच्चा छ गाह्रो छ म बच्चा नै लिएर गएको छु म मेरो सानो छोरी अहिले 3 वर्षकी भई ऊ 4 महिनादेखि मेरो कम्युनिटी म जुन जुन मिटिङमा गएको छु म त्यहाँ उसलाई लिएरै गएको 4 महिनादेखि वाउ अनि एक्टिङ बाहेक अब जस्तो एज अ हबी अरू केमा रुचि राख्नुहुन्छ रुचि चाहिँ म स्पोर्टमा पनि स्पोर्टमा गर्छु अहिले चाहिँ मैले टाइम मिलेन नत्र म अहिले हाम्रो नेपाली लेडिजहरूको फुटबल टिममा पनि थिएँ वाउ एकछिन चाहिँ 1-2 हप्ता चाहिँ जान पाएँ पछि चाहिँ बच्चाको कारण अब मेन चाहिँ आफू पनि गर्दाखेरि म जान पाइनँ ल वेलकम टु मान्जा भाइब्स जमुना रिजालजी अनि सन्चै हुनुहुन्छ हजुर थ्याङ्क यू सो मच सन्चै छु थ्याङ्क्स फर कमिङ होइन धेरै धेरै नै वेलकम छ र आज एकदमै स्पेसल डे अब होइन इन्टरनेसनल वुमेन्स डेमा तपाईँलाई धेरै धेरै शुभकामना छ होइन ह्याप्पी इन्टरनेसनल वुमेन्स डे थ्याङ्क यू अनि कसरी मनाउनु भयो त आज वुमेन्स डे जस्तो अब एउटा हुन्छ नि दिनमा केही गरियो स्पेसल अथवा कतै गएर रमाइलो गर्नुभयो कि कुनै अर्गनाइजेसनमा चाहिँ टाइम बिताउनु भयो कि के गर्नुभयो आज चाहिँ एक्चुअली आज चाहिँ म केही पनि गरेँ त हिजो चाहिँ म गएको थिएँ ए ओके चेल्सी कनेक्सनबाट चेल्सी कम्युनिटी कनेक्सन छ हजुर हजुर म त्यसमा चाहिँ एज अ वुमेन एडभाइजरी ग्रुपमा छु हजुर हजुर नाइस हिजो सेलिब्रेट गरेको थियो रमाइलो भएको थियो एकदम नाइस त्यही त हजुरको विषयमा मलाई चाहिँ थाहा भएको अनुसार चाहिँ युआर होइन मम अफ 3 किड्स होइन अब नेप्लिज नेबरहुड कम्युनिटीको पनि एउटा मेम्बर हुनुहुन्छ एक्जिक्युटिभ मेम्बर अनि त्यसपछि हुटिएलसी सिटी काउन्सिलमा पनि एउटा लिडरसिपको ट्रेनिङहरू अनि त्यसपछि थोमस टाउनको नेबरहुड कम्युनिटीमा पनि एज अ बोर्ड मेम्बर काम गरिराख्नु भएको छ अनि बाई द वे युआर इन्ट्रेस्टेड इन म्युजिक भिडियोज डुइङ म्युजिक भिडियोज सर्ट मुभिज होइन मैले थाहा पाएको अनुसार लाइक यतिका कुराहरू गर्नलाई कहाँबाट चाहिँ सोर्स अफ इन्सपिरेसन र इनर्जी पाउनुहुन्छ इनर्जी त आफैबाट भित्रबाटै भन्नु पर्यो होइन हजुर हजुर जे कुरालाई पनि मैले चाहिँ अब जे पनि गर्न सक्छु चान्स पायो भने वाइ नट भन्ने चाहिँ मेरो मान्यता हो अनि त्यही भएर म चाहिँ कसैले अब यस्तो यस्तो छ आज भन्नुहुन्छ नि ठिक छ म ट्राई गर्छु नि त भन्छु म ट्राई चाहिँ गर्छु भनेपछि त्यसलाई तपाईँले चाहिँ एज अ पोजिटिभिटीको रूपमा लिनुहुन्छ होइन इन्थुजियाजम भए पनि मान्छेलाई चाहिँ कतिलाई चाहिँ नेगेटिभिटीले चाहिँ डाउन पार्दो रहेछ होइन भनेपछि तपाईँलाई चाहिँ पोजिटिभ इन्थुजियाजम भन्छ नि त्यस्तो खालको नेचरले गर्दा सबै कुरा भ्याउनु भयो मेन त त्यही नै हो जे कुरा पनि आई क्यान डु इट होइन वाइ नट अब छ राम्रै भयो भने अगाडि बढ्छ तर एक्चुअली ट्राई गर्दैमा के जान्छ भन्ने जस्तो ट्राई चाहिँ गर्छु म धेरै नै राम्रो कुरो होइन यो चाहिँ अब आज हाम्रो अडियन्सलाई पनि होइन धेरैलाई चाहिँ एउटा इन्सपिरेसनको कुरा हुन्छ होइन तपाईँले धेरै कुराहरूमा विधामा हात हाल्नु भएको छ राम्रो गरिराख्नु भएको छ होइन विच इज भेरी भेरी होइन इन्सपायरिङ र पनि अनि इन्करेजिङ पनि हो क्या अनि अब कुरा गरौँ एउटा त मैले ठुलै कुरा मिक्स गरेँ होइन तपाईँ त ड्राइभिङ इन्स्ट्रक्टर पनि हुनुहुन्छ होइन अनि लाइक एउटा एज अ ड्राइभिङ इन्स्ट्रक्टर होइन यो हजुरको यो बिजनेस हो कि जस्तो कुनै कम्पनी मार्फत ड्राइभिङ इन्स्ट्रक्टर हो कि के हो अलिकति बुझाइदिनु यो चाहिँ हाम्रो फ्यामिली बिजनेस हो वाउ ओके हजुर अनि मेरो हस्बेन्ड पनि गर्नुहुन्छ नाइस अनि त्यसपछि म एज अ गभर्मेन्ट थ्रु पनि गर्छु अहिले फ्री लेसन फ्री लेसन सुरु भएको छ फ्री लेसन ओके ओके गट इट ओके गभर्मेन्ट थ्रुबाट फ्री लेसनमा छ यो चाहिँ अन्डर 21 16 टु अन्डर 21 लाई मात्रै हजुर हजुर 2 आवर्स गभर्मेन्टले फ्री लेसन दिइरहेको छ अहिले ए नाइस गभर्मेन्ट थ्रु पनि गर्छु धेरै राम्रो गभर्मेन्ट इनिसिएटिभ हैन हजुर लाइक कसरी इन्सपिरेसन मिल्यो यो चाहिँ ड्राइभिङ इन्स्ट्रक्टर गर्नमा लाइक एउटा कुरा सोध्न मन लाग्यो जस्तो जे भए पनि यो पाथ यो स्कोपमा होइन यो करियरमा चाहिँ अलिकति मेल डोमिनेटेड टाइपको छ नि त भन्न खोजेको धेरै जसो नै पुरुषहरू नै चाहिँ ड्राइभिङ इन्स्ट्रक्टर मैले देखेको छु होइन एकदमै कम देखेको छु लाइक फिमेलमा आई थिङ्क मैले देखेको पनि छैन कतै पढेँ होला त सुने होला तपाईँलाई चाहिँ एज अ फिमेल ड्राइभिङ इन्स्ट्रक्टर मैले नाम सुन्दाखेरि नै मलाई चाहिँ लाइक वाउ लागेको कि हामीलाई लागेको लाइक कतिको च्यालेन्जेस आयो त एउटा फिमेल ड्राइभिङ इन्स्ट्रक्टर हुँदाखेरि
जस्तो एउटा स्टेरियोटाइप छ नि त यहाँ त अब मेलले मात्रै राम्रो ड्राइभ गर्छ भन्ने नै दिमाग कतिको हुन्छ होइन इन्स्ट्रक्टर नै उहाँहरूसँग त जान ठिक हुन्छ जस्तो तपाईँलाई कतिको च्यालेन्जेस भयो केही त्यस्तो अप्ठ्यारो भयो एउटा दुइटा स्टुडेन्टबाट हुन्छ तर मैले त्यहाँ राम्रो पोजिटिभ कुराहरू पनि पाएको छु जस्तै कसैलाई सबैसँगलाई मेलसँग जान मन लाग्दैन कम्फोर्टेबल फिल हुँदैन नि त त्यही उहाँहरूले चाहिँ हजुर नै आइदिनुहोस् न भन्नुभएको पनि छ अनि एज अ जस्तै हाम्रो जति जेनेरेसन चेन्ज भए पनि छोरीहरूलाई मेलसँग पढाउन जसलाई पनि गाह्रै फिल हुन्छ जस्तै 16 to 21 को होइन उहाँहरू मम्मीहरूले पनि कल गरेर तिमी सिकाइदेऊ न भन्नुहुन्छ होइन नट हाम्रो मात्रै कम्युनिटी नभएर मैले अर्को थ्रु वेबसाइट थ्रुबाट पनि गर्छु त्यहाँ चाहिँ प्राय जस्तै अरू कम्युनिटीबाट जसले मेल चाहनुहुन्न उहाँहरूले चाहिँ प्राय फिमेल गर्नेले चाहिँ चुज गर्नुहुन्छ ओके भनेपछि त त्यो धेरै राम्रो पोजिटिभ छ धेरै मलाई चाहिँ के चाहिँ दिमागमा के थियो भने धेरैले मेल चुज गर्छ कि अथवा फिमेलहरू मात्रै तपाईँकोमा एज अ क्लाइन्ट आउँछ कि भन्ने एउटा चाहिँ दिमागमा थियो तर भनेपछि 16 to 21 मा यङ एजको केटाकेटीहरूलाई फिमेल ड्राइभिङ इन्स्ट्रक्टर नै सेफ मान्दो रहेछ होइन राम्रो अब होइन अनि कतिको पेसेन्स हुन्छ त जस्तै सिकाउनलाई लाइक तपाईँ एउटा फनी क्वेसनहरू पनि सोध्नुपर्छ मैले होइन मलाई कर्नै लाग्छ मान्छा भाइस भनेको छ बोरिङ कुराहरू अथवा होइन एकदम बोरिङ गराउनु पनि भएन आफ्नो होइन मलाई चाहिँ एउटा सोध्नु मन लाग्यो इन्ट्रेस्टिङमा जस्तो तपाईँलाई एउटा सिकाउँदाखेरि तपाईँ कतिको पेसेन्स भएर सिकाउनुहुन्छ कहिलेकाहीँ इरिटेटिङ लाएर झर्को लाएर गाली गर्न मन लाग्ने सिचुएसन आएको त छ कि छैन आउँछ तर आफूलाई कन्ट्रोल चाहिँ गर्नुपर्छ सबै सकेसम्म मैले चाहिँ मेरो चाहिँ काम त्यहाँ गएपछि चाहिँ मेरो के हुन्छ नि यो चाहिँ मेरो जब हो होइन मैले आफूलाई चाहिँ कन्ट्रोल गर्नुपर्छ अनि मलाई घरैबाट माइन्ड सेटअप हुन्छ कि त्यहाँ गएर उनीहरू पनि त्यहाँ लर्न गर्न आएको नि त जानेको थियो भने लर्न गर्न आउँदैन नि होइन सबै कुरा पर्फेक्ट हुँदैन भन्ने सेटअपले झ्याप्प आउँदै हो अब कहिलेकाहीँ चाहिँ अति अब इरिटेट त्यस्तो भयो भने कन्ट्रोल हामीले सेल्फ कन्ट्रोलै मोस्ट इम्पोर्टेन्ट अनि जस्तो सिकाउँदाखेरि फर्स्ट टाइम सिक्दाखेरि त हामीलाई नै आफूले कति मिस्टेक गरिन्छ नि त हजुर त्यस्तो कुरामा कुनै इन्सिडेन्ट भएको छ जस्तो लाइक तपाईँले सिकाइराख्नु भएको छ एक्कासी अब लाइक एक्सिडेन्टै भइदियो अथवा केही मिस्टेकै भइदियो ठुलो त्यस्तो केही सिचुएसन त आएको छैन सुरुमा आइसक्यो मेरो आइसक्यो हजुर के भएको थियो यसो सुनाइदिनु कस्तो भयो नि भर्खर स्टार्टिङमा थिएँ म पनि अब एज अ त्यो मसँग दुइटै ड्युल कन्ट्रोल छ होइन अब स्टुडेन्टसँग पनि छ स्टुडेन्ट पनि चलाउन राम्रै जान्ने नै हो तर त्यो कन्ट्रोल गर्छु भन्दै नै कसरी त्यहाँनिर मेरो पनि खुट्टा ब्रेकमा जाने ठाउँमा एक्सिलेटरमा चाहिँ गएको छ त्यो त एकदम भएन माइनर भयो तर त्यो कतिखेर दिमागले कहाँनिर काम गर्छ भन्ने एज अ रिस्क चाहिँ भएको थियो त्यही भनेपछि त अलिकति त्यसमा चाहिँ अब उल्टै आफूले गर्दाखेरि प्रब्लम आउन सक्ने चान्स थियो त्यहाँ त्यो बेला सुरुमा एकचोटि भएको थियो सुरुमा अप्ठ्यारो भएको थियो होइन अनि ड्राइभिङ इन्स्ट्रक्टरको रूपमा काम गर्दाखेरि होइन जस्तो लाइक हाउ टु बी अ ड्राइभिङ इन्स्ट्रक्टर के एउटा जस्तो सबैलाई एउटा जिज्ञासा हुन्छ नि त जस्तो हाम्रोमा मान्जवा यसमा हेरिराख्नु भएकोलाई फिमेलहरू मेलहरू जसलाई पनि हाउ टु बी अ ड्राइभिङ इन्स्ट्रक्टर कसरी चाहिँ अस्ट्रेलियामा चाहिँ रजिस्टर गर्ने अथवा कसरी हुने अलिकति ब्रिफली भनिदिनु न हामीलाई यसको लागि चाहिँ हामी पहिला त अस्ट्रेलियन फुल लाइसेन्स हुनु पर्यो 1 वर्षको अनि त्यसपछि चाहिँ एउटा कोर्स हुन्छ होइन ड्राइभिङ इन्स्ट्रक्टर एज अ सर्टिफिकेट 4 त्यो कोर्स गर्न पर्यो त्यो 3 to 6 मन्थ अब हजुरले कसरी टाइम दिन सक्नुहुन्छ कोर्स गरेपछि हजुरले चाहिँ लाइसेन्स एप्लाई गर्नुपर्ने हुन्छ अस्ट्रेलियन ट्याक्स टिएसीबाट अनि त्यसको लागि छुट्टै लाइसेन्स आउँछ जब लाइसेन्स आएपछि हजुरले स्टार्ट गर्न सक्नुहुन्छ जस्तो सक्नलाई पनि जस्तो लाइसेन्स आयो रे होइन तर त्यसमा प्रोफिसियन्ट हुनलाई भन्नाले आफूले कतिवटा ट्रेनिङ लिनुहरू पर्दैन ट्रेनिङ हजुरलाई त त्यो लाइसेन्स लिनभन्दा पहिला नै ट्रेनिङ दिएको हुन्छ हजुर लाइसेन्स लिनुभन्दा पहिला नै हजुर पहिला ट्रेनिङ लिएर हजुर पास भएर एज अ ड्राइभिङ इन्स्ट्रक्टर पास भएर त्यसपछि बल्ल अगाडि जाने त्यो चाहिँ कोर्समै पर्छ कोर्समै पर्छ लाइक हाउ हार्ड वाज इट लाइक धेरै डिफिकल्ट थियो कि कस्तो डिफिकल्ट हुँदैन इक्जाम भनेपछि इक्जाम नै हो होइन त्यही जसरी हामी ड्राइभिङ लाइसेन्स जाँदाखेरि सबै कुरा जानेको हुन्छौँ होइन तै पनि बिगाड्छौँ कि भन्ने टेन्सन हुन्छ त्यही नै हो त्यसमा पनि अनि उसमा पनि एज अ उनीहरू चाहिँ कसरी सिकाउँछ भने जस्तै पहिला चाहिँ एज अ स्टुडेन्ट भएर मिस्टेक गर्ने हामीले पत्ता लगाउने होइन अनि पछि चाहिँ हामी इन्स्ट्रक्टर भएर उनीहरूले जसले इन्स्ट्रक्टर हामीलाई गर्नुहुन्छ लाइसेन्स दिनलाई
जसले कोर्स पुरा गर्नुहुन्छ उहाँहरू फेरि इन्स्ट्रक्टर भएर हामीलाई स्टुडेन्ट भएर त्यो दुइटै डबल गरेर चेक गरेर फाइनल्ली अब यतिको भएपछि हुन्छ भनेपछि बल्ल हामी सर्टिफिकेट त सकिन्छ है त्यही त अब यतिका जस्तो कामहरू गर्नुभयो अब ड्राइभिङ इन्स्ट्रक्सनको कुरा भयो अनि त्यसपछि जस्तो कम्युनिटीमा एज अ बोर्ड मेम्बर भन्नुभयो होइन र उता के अरे वुमेन एडभाइजरी ग्रुपको कुरा गरौँ होइन त्यसमा चाहिँ जस्तो अब आज इन्टरनेसनल वुमेन्स डेको कुरा हुँदाखेरि के कुराहरू हुन्छ जस्तो वुमेन्सको रिलेटेड भन्नाले के कुरामा चाहिँ तपाईँहरूले चाहिँ त्यहाँ फैसला गर्नुहुन्छ मिटिङ गर्नुहुन्छ के कुरा हुन्छ त्यहाँ चाहिँ यसो त्यहाँ चाहिँ कस्तो हुन्छ नि एज अ विचेल्सी कनेक्सनले चाहिँ एकदमै उमेरहरूलाई इम्पावरमेन्ट गर्ने खालको कोर्सहरूदेखि ट्रेनिङहरू दिन्छ अनि मस्ट चाहिँ डोमेस्टिक भाइलेन्स ओके डोमेस्टिक भाइलेन्समा पर्नुभएको दिदीबहिनीहरूलाई सहयोग गर्छ अनि त्यसबाट इन्फर्मेसन सेसनहरू हुन्छ हामी चाहिँ जस्तो यहाँ धेरै नै हुनुहुन्छ जस विचेल्सी कनेक्सन विचेल्सी काउन्सिलको एरियामा हुने अब वुमेन्स ग्रुपहरूलाई ग्रान्टहरू दिइराख्नुहुन्छ त्यसमा चाहिँ एडभाइजरी ग्रुप चाहिँ हामी चुज गर्ने यो कतिको आवश्यकता छ त भनेर त्यसरी हामी चाहिँ एडभाइस गर्ने त्यसपछि हामीले दिएपछि उहाँहरूको यो राम्रो रहेछ है उहाँहरूको कन्सेप्ट उहाँले कसरी गर्न लाग्नु भएको छ यो राम्रो छ भने एडभाइस दिएपछि कनेक्सनबाट ग्रान्ट एप्रुभ हुन्छ त्यसमा चाहिँ थियौँ लास्ट इयर 2 इयर्स अहिले चाहिँ एडभाइजरीमा छैन एज अ मेम्बर नै छु अनि यसको मेन उद्देश्य भनेको नै पिछडिएका महिलाहरू जस्तै डोमेस्टिक भाइलेन्समा पर्नुभएको अब जस्तै रिफ्युजीहरू हुनुहुन्छ नि त उहाँहरूलाई नै सहयोग गर्ने एउटा संस्था हो ओके हरेक रेस हरेक कल्चरको मान्छेलाई हरेक कल्चर त्यही त अनि यसमा चाहिँ अब जस्तो तपाईँले देखेको कुराहरूमा कस्तो खालको केसेस आएको छ किनभने यो त अस्ट्रेलिया हो होइन यहाँ त अब जस्तो पिछडिएको भनेर अब एजुकेसनको रूपमा त सबैलाई अधिकारहरू हुन्छ होइन हरेक कुरा अब राइट्सको कुरा हुन्छ हरेक कुरा हुन्छ के यहाँ पनि नेपाल जत्तिकै चाहिँ डोमेस्टिक भाइलेन्सहरू हुन्छ त एकदमै जस्तो तपाईँसँग इक्जाम्पल त थाहा छ नि त हामीलाई त धेरै थाहा छैन हामीले त न्युज सुन्ने हो अथवा पढ्ने हो होइन तब तपाईँको छ त लिटरली त्यो के भन्छ त्यसलाई चाहिँ एउटा सब्जेक्ट प्रोजेक्ट अथवा होइन केसेस राइट वर्ड इट केसेस होइन केसेसहरू नै आउँछ अनि कस्तो खालको केसेस आउँछ यस्तो भनिदिनु आज हामीले चाहिँ अलिकति कस्तो भने यस्तो केसेस आउँछ हामीले यस्तो तरिकाले रिजल्भ गर्छौँ अथवा अस्ट्रेलियाको सरकारले यसरी चाहिँ सपोर्ट गर्छ भन्ने कुराहरू अलिकति गरिदिनु न हाम्रो हामी चाहिँ म चाहिँ एज अ उसमा चाहिँ केस सल्भ गर्नेमा छैन आएर म चाहिँ यसले हेल्प गर्छ है भनेर संस्था रिफर गर्नेमा छु अहिले चाहिँ होइन त्यसको लागि केसहरू सल्भ गर्नु त डिफ्रेन्ट हुनुहुन्छ हामी चाहिँ त्यतिसम्म लेभलको अब त्यसमा पनि एउटा हुन्छ नि त एउटा क्राइटेरिया कतिसम्म गर्न मिल्ने भन्ने इन्टरफेयर गर्न मिलेन हामीले केही कुरा पनि मिलेन हामी जस्ट यति मात्रै हो कि हजुर यसमा सपोर्ट लिन सक्नुहुन्छ यसमा मान्छे कनेक्ट गराइदिन चाहिँ सक्छौँ हजुरले यदि त्यस्तोमा पर्नु भएको छ भने हजुर हामीले लिङ्क कनेक्ट गर्न चाहिँ सक्छौँ अनि लाइक डोमेस्टिक भाइलेन्स बाहेक अब जस्तो अरू कुराहरू हुन्छ नि जस्तो अब इनइक्वालिटीको कुराहरू त्यस्तो कुराहरू पनि लिएर आउँछन् महिला के हुन्छ त्यो पनि हुन्छ त्यसको लागि र कतिको अहिले जस्तो जेन्डर इनइक्वालिटीको कुरा हुन्छ नि त कति तपाईँको उसमा होइन धारणामा कतिको चाहिँ साँच्चीकै छ त अहिले इक्वालिटी छ मेल र फिमेलमा भन्नाले पहिलाको हेरेर नेपालको हेरेर यहाँ हजुर यसो अलिकति क्लियरली यहाँ मलाई पनि त्यस्तो लाग्थ्यो होइन पहिला मैले अहिले यो बुझ्दै जाँदाखेरि चाहिँ हाम्रो नेपालमा मात्रै यस्तो हो कि फिमेलहरूले डोमिनेट गर्ने भन्ने तर यहाँ पनि हुँदो रहेछ कि मेल डोमिनेट त यहाँ झन् धेरै नै देखियो कि होइन हजुर अनि मोस्टली चाहिँ हाम्रो यो इमिग्रेन्ट्सहरूमा बढी हजुर अब मेलले कमाउने हो वुमेनलाई घरमै बस्न पर्ने जस्तो कुराहरू भएर डोमिनेट गरेको चाहिँ यहाँ धेरै छ अनि हाउ अबाउट द अदर वे जस्तो फिमेल डोमिनेट मेललाई पनि डोमिनेट गर्ने त अहिले त यो जमानामा होइन केटीले पनि केटालाई धेरै नै डोमिनेट गरेर आउँछ चाहे त्यो इमिग्रेन्ट होस् चाहे त्यो बाहिरको होइन तपाईँले त्यो विषयमा के भन्नुहुन्छ त्यो पनि छ अब कसरी जाने जस्तो हुन्छ होइन त्यो एज अ हेर्ने हो भने चाहिँ फिमेल नै बढी छ हजुर होइन फिमेल नै बढी छ जस्तै 4 वुमेनमा 1 वुमेन छ भने 16मा 1 मेन छ कि यस्तै एज अ त्यो हेर्ने हो भने पनि मेन रेसियोमा मेनको अलिक थोरै नै छ तर अहिले चाहिँ हाम्रो यो नेपालीको कम्युनिटीको अब सुन्दाखेरि बाहिर यताउति हेरेर चाहिँ धेरै नै भएको चाहिँ सुनिन्छ होइन
अब त्यही फिल्डमा गएर अब यो छ भन्ने एक्जाम्पल त देखेको छैन, तर सुन्दाखेरि चाहिँ ऊ नर्सिङ पढेर आएर चाहिँ उसलाई वास्ता गरेन अरे होइन, डोमिनेट गर्यो अरे भन्ने कुराहरू चाहिँ सुनिन्छ। भन्नाले कारणहरू के होला जस्तो डोमिनेट गर्ने? कारण त अब यहाँ चाहिँ हामीले सबै कुरा एकैचोटि खोज्छौँ कि, जस्तै कस्तो भने एज अ म अब लेडिज भएँ होइन, मबाट काम पनि खोजेको छ, बच्चा पनि केयर गर्नु पर्यो, अब म आफ्नो लागि आफै पनि हेर्नु पर्यो होइन, घर पनि हेर्नु पर्यो। अनि त्यसरी थाक्यो भन्दाखेरि चाहिँ कसरी थाक्ने त? लेडिज थाक्दैन जस्तो कुरा आउँछ नि त। अनि केटा मान्छेहरू चाहिँ बाहिर काम गर्न गएपछि त्यो दिनभरि काम गरेको, हजुरले कामै नगरे पनि लेडिजलाई बच्चाहरूको स्ट्रेस कति हुन्छ होइन, मेन्टल्ली त्यो स्कुल म्यानेज गर्नु पर्यो, घरको खाना पकाउनुदेखि सरसफाइदेखि थाक्न त थाकिरहेको हुन्छ नि उमेरमा। र तिमी पनि थाकेको छौ, एकछिन बस्थ्यौ, सकेपछि गर न भनिदिने, त्यहाँ डिफ्रेन्ट आउँछ कि। हजुर। तर लगभग अब सबैलाई नभनौँ होइन, कोही राम्रो पनि हुनुहुन्छ, तर धेरै मेलहरू चाहिँ कस्तो हुनुहुन्छ, घर दिनभरि बसेर के गर्यौ त भन्ने खालको जस्तो क्वेसनहरू गरिदिने। अनि त्यसले यसै त थाकिरहेको हुन्छ, बच्चाहरूसँग झिझेर काम हुन्छ, यसो त्यही माथि त्यो कुराहरू गर्दाखेरि झिझिन्छ होइन। झिझिँदाखेरि त्यही कुरालाई सानो सानो कुराहरू बढी हुँदै हुँदै गएर तैँले यस्तो गरिस् त, यस्तो उस्तो भन्दै त्यो लास्टसम्म डिभोर्समै पुग्छ। अब यिनी कुराहरू त्यही त अब यो कसैकोमा हुन पनि सक्छ, नहुन पनि सक्छ होइन। अब यहाँ आइसकेपछि हामीले देखेकोमा त अब लाइक सबैले एज इन जनरल, जस्तो म पनि एज अ हस्बेन्ड हो होइन, मामा पनि एज अ हस्बेन्ड, हामी चाहिँ जस्तो हामीले हाम्रो चाहिँ सकभर बराबर नै ट्राई गर्छौँ होइन, कोसिस गर्छौँ। अब अलिअलि सानतिना कुराहरू त अब बुढाबुढीमा भइ नै हाल्छ, तर अब जस्तो अब यस्तो नभएको मान्छेहरूमा त्यसरी चाहिँ डिस्कसन भयो, डोमेस्टिक भाइलेन्स भयो अरे होइन। त्यस्तो कुराहरूलाई चाहिँ जस्तो यहाँ अस्ट्रेलियाको सरकारले के चाहिँ राम्रो गरेको छ जुन नेपालले गरेको छैन? डोमेस्टिक भाइलेन्स भयो सपोज भयो ल भयो, नेपालमा त होइन लुकाउँछन्, केही भन्दैनन्, चोट लाग्छ होइन, पिट्छ बुढाले, केही रक्सी खाएर ऊ गर्छ, कति पछिसम्म कसैलाई थाहा पनि हुँदैन होइन। तर यहाँ त थाहा पाउने बित्तिकै केही न केही त गर्छ। थाहा पाउने बित्तिकै अब जस्तो कस्तो छ अब डोमेस्टिक, यदि हजुरको हिटिङ केसै छ होइन, अब हार्म हुने नै हेरेसमेन्ट नै छ भने चाहिँ अब त्यो केस लाग्छ। केस लागेपछि उनीहरूले चाहिँ के गर्छ भने जस्तै पार्टनरहरू छुट्याइदिन्छ, 2 month 1 month कतिसम्मको छ है त केस। अब हिट गरेर मान्छे जसलाई पनि, जस्तै वुमेनलाई हिट गरे पनि मेनलाई हिट गरे पनि कतिसम्मको उसलाई इफेक्ट परेको छ त, त्यो अनुसार अनि पुलिसले हेर्छ र लैजान्छ र हजुरलाई त्यो इन्टरभेन्सन भन्ने हुन्छ कि एउटा, सायद म राम्रै भन्यो होला है, इन्टरभेन्सन भन्ने हुन्छ त्यो वर्ड चाहिँ। त्यसमा चाहिँ के हुन्छ नि, हजुर घरको वरिपरि जसलाई भएको छ, फिमेललाई भयो नि मेललाई भए पनि त्यो मान्छेलाई चाहिँ आउटको त घरबाट आउट नै राखिदिन्छ होइन 2 महिनाको आएर, अनि त्यो 200 मिटर वरिपरि टच हुन पनि पाउँदैन। यदि आयो भने त्यो यहाँको क्रिमिनल रेकर्डमा पर्छ कि, टच फोन पनि गर्न पाउँदैन, अगाडि हरासमेन्टको केसेसहरु परेको छ भने, यदि हिटिङ केस भएर उसलाई हार्म भएको छ भने कसैलाई, मेन या वुमेन जसलाई पनि। तर यहाँ चाहिँ वुमेनलाई छुट्टै मेनलाई छुट्टै चाहिँ भन्दैन, जसलाई परेको छ गभर्मेन्टले चाहिँ राइट डिसिजन चाहिँ, जसलाई मेनलाई परेको भए पनि हि डज सेम, वुमेनलाई भने सेम। त्यही त त्यो कुराहरू चाहिँ रुल चाहिँ राम्रो भयो, रुल्स चाहिँ राम्रो, एकदम राम्रो भयो। त्यही त नेपालमा चाहिँ त्यो कुराहरू चाहिँ लागू गर्नुपर्ने देखिया छ होइन। अलिकति त्यो चाहिँ चेन्जेसहरू चाहिँ चाहिन्छ क्या होइन, एउटा डेभलपमेन्ट भएको ठाउँमा र नभएको ठाउँमा देखिन्छ होइन। जमुनाजी यो चाहिँ हुन्छ नि, हजुरको अब 3-3वटा बच्चा छ है, जस्तो हाम्रो एउटा बच्चालाई पनि लाइक ह्यान्डल गर्न अथवा उसलाई रेखदेख गर्न हामीलाई कहिले, मेरै क्या आफ्नै पनि छोरा एउटा छ होइन, हामीलाई कस्तो गाह्रो फिल भइरहेको हुन्छ होइन। अनि त्यसपछि 3-3वटा बच्चाहरूलाई तपाईँले 3-3वटा फरक क्यारेक्टर हुनसक्छ, हुन पनि सक्यो होइन, तपाईँको कस्तो छ थाहा छैन होइन, तर हाउ डु यु ह्यान्डल इट होइन। र अर्को कुरा यसमा मैले थप सोध्न खोजेको चाहिँ जस्तो कम्पेरिजन गर्ने एउटा चाहिँ सोसाइटीमा हुन्छ नि, मेरो बच्चाले त खाँदैन, तेरो बच्चाले खाँदो रहेछ राम्रो होइन, अनि मेरो बच्चाले त के भन्छ टिभी हेर्न बस्यो भने अरूको सुन्दैन, बोलाएको पनि सुन्दैन, कम्पेरिजन गर्ने एउटा हुन्छ नि। जस्तो हाम्रो नेपालमा बाआमाहरूले त्यसले उहाँ 80-90% ल्याओ, तैँले चाहिँ एउटा चाहिँ जाब यति पनि ल्याउन सकिनस् भन्ने होइन, त्यो हुन्थ्यो नि। यहाँ पनि हामीले गर्न अलिअलि सुरु गरिया
के यो तपाईँलाई कस्तो लाग्छ यो विषय कि यो ठिक त होइन नि त होइन र? होइन, यो कम्पेरिजन गर्नु त एकदमै गलत नै हो होइन। हजुर हजुर। एउटा यो चाहिँ कस्तो हुन्छ नि, बच्चामा पनि डिपेन्ड हुन्छ हजुरको बच्चाले कतिको गर्न सक्छ त। हजुरले फोर्स गरेर उसको छोरीले त यस्तो गरेर रहेछ, तेरो साथीले यस्तो गर्यो, तैँले किन गरिनस् भनेर चाहिँ नभन्नु होइन। अनि मेन कुरा आफू पनि टाइम दिनु फेरि होइन। हजुरले टाइम नै दिनुहुन्न, हजुर कामबाट थाकेर आएँ म त सक्दिनँ जेसुकै गर भनेर छोडिदिनुहुन्छ भने चाहिँ बच्चा अगाडि बढ्न सक्दैन। म चाहिँ के गर्छु भने म काम पनि गर्छु, मेरो छोरी सकर पनि खेल्छ, क्रिकेट पनि खेल्छ, डान्स पनि गर्छ होइन, कम्युनिटीमा इङ्गेज पनि हुन्छ। कसरी भने म त्यसरी नै लागि परेको छु। हजुर हजुर। मेरो इन्सपिरेसनले उसले पनि गएपछि यसरी गर्न सकिन्छ। हजुर। मम्मीले कहाँ जानुभएको छ उसले सिक्दै जाने हो नि त बच्चाले। हजुरले जे गर्नुहुन्छ बच्चाले त्यही सिक्दै जाने हो। त्यही भएर मैले चाहिँ फ्यामिलीहरूलाई त्यसो आफूले टाइम दिनु, आफ्नो बच्चालाई कस्तो बनाउनेमा हजुरमा पनि भर पर्छ। तर सबै बच्चाहरू एउटै हुँदैन, डिफ्रेन्ट पनि हुन्छ। उसको इच्छा डिफ्रेन्ट होला, कम्पेयर चाहिँ नगर्नु भन्छु। भनेपछि यो पुरुषभन्दा अलिकति महिलाको बढी हात हुन्छ होइन बच्चा बच्चीको चाहिँ राम्रो ग्रोथको लागि होइन? त्यो पनि हुन्छ, फेरि डिपेन्ड है। हजुरको जस्तै बच्चा कसैको चाहिँ बाबासँग बढी क्लोज हुन्छ बच्चा, कसैको मम्मीसँग हुन्छ। जस्तै मेरो छोराछोरी चाहिँ मसँग बढी क्लोज छन् होइन। अनि मैले फुल्ली टाइम दिन्छु उनीहरूलाई। हजुर हजुर। जस्तै सकर लैजान पर्यो मै नै जान्छु, डान्सहरूतिर लैजान म जान्छु, कम्युनिटीमा नि मैले लैजान्छु। अरूले चाहिँ कम्युनिटीमा हिँड्नलाई बच्चा छ गाह्रो छ, म बच्चा नै लिएर गएको छु। मेरो सानो छोरी अहिले 3 वर्षकी भई, ऊ 4 महिनादेखि मेरो कम्युनिटी म जुन मिटिङमा गएको छु म त्यहाँ उसलाई लिएरै गएको छु। 4 महिनादेखि? हजुर, म लिएरै गएको छु मिटिङमा। अनि त्यसरी नै अब उनीहरूले त्यो देखिरहेको हुन्छन् कि बच्चाहरूले चाहिँ हाम्रो पहिलेदेखि भनिन्छ नि होइन, संस्कार अगाडि भिजुअलमा जे छ बच्चा त्यही हुँदै हुँदै जान्छ भनेर। त्यो चाहिँ इफेक्ट पार्छ कि जस्तो लाग्यो मेरो आफ्नो विचारमा चाहिँ। मलाई धेरै भन्नुहुन्छ तिमीले बच्चाहरू कसरी टाटो बनाउँछौ, सबै ट्यालेन्ट छ यिनीहरूमा भन्नुहुन्छ कि। तर मेरो आफ्नो सोचाइ चाहिँ मैले नै टाइम दिएर मैले उनीहरूलाई लगेर त्यो ठाउँमा। भनेपछि हजुरको हस्बेन्डले टाइम दिनु भएन कि कसो? हस्बेन्डले फेरि काम गर्नुहुन्छ नि त होइन, दाइलाई छुट्टै पाटो छ चिने छैन त्यही पनि होइन त्यो भन्न खोजे त होइन। तर लाइक यसमा त दुवैजनाको हात हुन्छ नि त होइन? हो, तर यसमा दुवैजनाको हात हुन्छ र हाम्रोमा चाहिँ म नै बढी, म एक्टिभ अलि एक्टिभ। हस्बेन्ड चाहिँ अब जब गर्नुहुन्छ आउनुहुन्छ होइन। अब टाइम हुँदैन हाम्रो फेरि यो ड्राइभिङ चाहिँ कुनै पनि बेला टाइम नै हुँदैन कि। जति बेला स्टुडेन्ट फेरि अब 7 देखि 8 भन्यो भने 7 देखि 8 पनि जानुपर्ने हुन्छ। त्यही भएर म चाहिँ आफ्टर 3 चाहिँ म फ्री नै बस्छु ताकि बच्चाहरूको लागि टाइम दिनलाई। ओके। भनेपछि यो पेरेन्ट्सहरू जसले कम्पेयर गर्नुहुन्छ उहाँहरूले चाहिँ कम्पेयर गर्न बन्द गर्नु पर्यो। कम्पेयर नगर्नु होइन, आफ्नो बच्चा आफ्नो तरिकाले ग्रो भइरहेछ। हरेकको एउटा स्पिड हुन्छ अनि उसको इच्छा केमा छ त। जस्तै उसको छोरीले त फुटबल खेलेछ, कस्तो राम्रो फुटबल प्लेयर होइन कि। हजुरको छोरीमा टेनिसको हुनसक्छ नि त, फाइन्ड आउट गर्नुहोस् अनि त्यतापट्टि लैजान ट्राई गर्नुहोस् कि कम्पेयर गर्नुभन्दा। हो, एक्ज्याक्टली। यो कस्तो भने एउटा मलाई पिक्चर याद आयो कि एउटा मिम कार्टुन जस्तो पनि छ कि। त्यसमा चाहिँ यो स्टुडेन्ट हामी बच्चा मात्रै होइन पछिका स्टुडेन्टहरू हुन्छ नि स्कुल लेभल कलेज लेभलको लागि पनि काम लाग्ने कुरा हो कि। सबको आफ्नै स्पिड हुन्छ कि, सबको आफ्नै इन्ट्रेस्ट हुन्छ होइन, सबको आफ्नो एउटा पेस हुन्छ लाइफप्रति होइन। जस्तै एउटा चाहिँ तलाउको पानीमा त्यहाँ लियोपर्ड छ, त्यहाँ त्यसपछि स्नेक छ, त्यसपछि एलिफेन्ट छ, त्यसपछि अरू जनावरहरू टन्नै जनावर छ होइन। अब त्यहाँ गएर अनि साइडमा एउटा चाहिँ रुख देखाएको छ कि यो कार्टुन एकदमै इफेक्टिभ एउटा वे अफ सेयिङ थिङ्स हो कि। अनि कसैले आएर ल जस्तो हात्तीलाई ल चढ त भने अब चढ्छ भनेर त्यो चढ्ने त होइन, त्यसले बुझ्ने त होइन। तर भन्न खोजेको हात्ती त चढ्न सक्दैन नि त रुखमा होइन, तर त्यसलाई पनि चढ त किन चढ्दैन, ऊ त स्नेक चढ्छ त अथवा लियोपर्ड पनि कहिलेकाहीँ त चढ्छ त भनेर त्यो कम्पेरिजन गरे जस्तो कुरा हो अरे कि। बच्चाबच्चीलाई त्यस्तो गर्नुहुन्न। अब उसको आफ्नो स्पेसिफिक इन्ट्रेस्ट हुनसक्छ होइन, ऊ छुट्टै अब म्युजिकमा लाग्न सक्छ। अब म्युजिकमा लाग्न सक्ने मान्छेलाई एकदम त्यो पढाइमा टेक्निकल नलेजमै खतरा हुनुपर्छ भनेर त भएन नि त होइन। त्यो सबैको त्यो एउटा चाहिँ बुझ्नुपर्ने पेरेन्ट्सहरूले होइन, मदरहरूले अझ बढी बुझाउन सक्छन् होइन। मैले बुझेको के अब ड्याडहरूले पनि गर्न सक्छन्, तर आई थिङ्क मदर जस्तो आमाहरूसँग बढी कनेक्सन बढी हुन्छ क्या। त्यो बायोलोजिकली पनि भयो होइन, इमोसनली पनि भयो। धेरै राम्रो कुरा गर्नुभयो होइन। थ्याङ्क यू फर द्याट।
अनि जमुनाजी मलाई फेरि त्यो ड्राइभिङ इन्स्ट्रक्टर एज ए इन्स्ट्रक्टरको रूपमा होइन काम गर्नुभयो तपाईँले चाहिँ मैले अघि पनि सोधेको थिएँ त्यही पनि अझै मलाई जिज्ञासा लाग्यो कि जस्तो इन्सपिरेसन बिहाइन्ड बिङ अ ड्राइभिङ इन्स्ट्रक्टर तपाईँलाई के आफ्नो पार्टनर भन्नु भने त पार्टनर पनि ड्राइभिङ इन्स्ट्रक्टरमा हुनुहुन्छ होइन उहाँलाई देखेर एउटा चाहिँ इन्सपिरेसन मिलेको हो कि अथवा यसमा चाहिँ राम्रो बिजनेस छ अथवा राम्रो कमाइ छ भनेर मिल्यायो के भएर जस्तो एउटा चाहिँ तपाईँलाई कुन दिन चाहिँ जस्तो हुन्छ नि म अब यो ड्राइभिङ इन्स्ट्रक्सन चाहिँ सिक्छु कसरी चाहिँ प्रेरणा मिल्यो खासमा भन्ने हो भने चाहिँ बिजनेस मेरोमा पहिला चाहिँ म जब गर्थेँ होइन हजुर जब गर्दाखेरि 7 to 3 गर्ने त्यसपछि बच्चा मैले मैले धेरै गरेँ तर लास्ट यो गर्नुभन्दा पहिला चाहिँ म कोभिड क्वारेन्टिन होटलमा एज अ रेसिडेन्ट सपोर्ट अफिसर थिएँ ओके अनि त्यहाँनिर चाहिँ त्यो काम लास्ट थियो अब किनभने कोभिडभरि मात्रै थियो नि त ओके अनि त्यसपछि नेक्स्ट स्टेप के गर्ने त भन्दाखेरि मेरो हस्बेन्डले ड्राइभिङ इन्स्ट्रक्टर सुरु गरिसक्नु भएको थियो हजुर हजुर अनि मसँग मेरो सानो नानी चाहिँ जन्मिसकेको थिएन हजुर अब ऊ जन्मिनेवाला थियो अब मैले त्यसपछिको नेक्स्ट स्टेप चाहिँ मैले त्यो बेला नै सोचिसकेको थिएँ कि अब मैले 3टा बच्चासँग मलाई बाहिर काम गर्न जान गाह्रो छ हजुर होइन त्यो बाहिर काम गर्न जान गाह्रो छ त्यो बच्चा पाएको टाइममा चाहिँ मैले त्यसलाई युज गर्छु एज अ मैले त्यो बेला मैले 2टा कोर्स गरेँ एउटा ड्राइभिङ इन्स्ट्रक्टरको कोर्स अर्को चाहिँ मैले एडभान्स डिप्लोमा इन कम्युनिटी म्यानेजमेन्ट ताकि अब 9 to 5 अथवा 7 to 3 गर्दाखेरि मलाई 3टा बच्चासँग गाह्रो हुन्छ फ्लेक्जिबल जब हजुर मेन चाहिँ मलाई फ्लेक्जिबल चाहियो 9 to 3 अनि त्यो चाहिँ मेरो केबाट हुन्छ ड्राइभिङ इन्स्ट्रक्टर गऱ्यो भने मैले बच्चा चाइल्ड केयर स्कुल पठाएर 9 to 3 मा एज अ मनी यसमा नराम्रो पनि छैन राम्रो छ एज अ म बाहिर गएर थोरै कमाउँछु होला तर मैले बच्चालाई टाइम दिएर आफू ब्याक टु टाइममा घर आउन सक्छु उनीहरूलाई टाइम दिनको लागि भनेर मैले त्यसरी स्टार्ट गर्नुभयो हजुर अनि डु यु इन्जोय इट भन्नाले हजुर एकदम मलाई चाहिँ नयाँ भाइ बहिनीहरूलाई सिकाउनलाई अनि त्यसपछि उनीहरूको कन्फिडेन्स बिल्डअप गर्नलाई चाहिँ एकदमै राम्रो लाग्छ नाइस अनि उनीहरूले राम्रो जस्तो एउटा हुन्छ नि यहाँ रेटिङ दिने चलन हुन्छ होइन त्यो कतिको तपाईँलाई चाहिँ रुचाइएको छन् मान्छेहरूले जस्तो यङ्स्टरहरूले के भन्छन् कतै फिडब्याकहरू हेर्नु भएको छ कि फिडब्याक इन्टरनेटमा पनि दिन मिल्छ राइट के भन्छन् त बाइ द वे सरी त्योभन्दा अगाडि यो ड्राइभिङ इन्स्ट्रक्टर हजुरको कम्पनीको नाम के हो भिक्टोरिया ड्राइभिङ स्कुल भिक्टोरिया हजुर होइन रिया भनेर हजुरको छोरीको नाम पनि हो होइन अगाडि यहाँको एज अ मेलबर्न भिक्टोरिया अनि रिया राखिदिएको चाहिँ छोरीको नामले गर्दाखेरि अस्ट्रेलिया नेपाल दुईटैलाई मिल्यो भिक्टोरिया एकदम राम्रो त्यही त फिडब्याकहरू कस्तो आउँछ तपाईँलाई जस्तो राम्रो दिने त धेरै नै हुन्छन् होइन नेपालीहरूले स्पेसली जस्तो नराम्रो फिडब्याक दिँदाखेरि तपाईँहरूले त्यसलाई चाहिँ कसरी ह्यान्डल गर्नुहुन्छ जस्तो हुन्छ नि कमेन्टहरू त आउँछ नि कहिलेकाहीँ त हजुर लगभग अहिलेसम्म हाम्रो चाहिँ हस्बेन्डले 3-4 वर्ष भइसक्यो गर्नुभएको नराम्रो कमेन्ट आएकै छैन है हजुर राम्रो नै कमेन्ट आएको छ अनि त्यही अनुसार बिजनेस पनि बिल्डअप भइरहेको छ नाइस अनि एज अ मेरो पनि राम्रै नै कमेन्ट आएको छ किनभने दिदीको सिक्नेहरूले दिदी हजुर कसरी त्यो हजुरसँग कुरा गर्दा कस्तो आनन्द लाग्छ भन्नुहुन्छ जहिले पनि मैले मोटिभेसनको जस्तो कुराहरू गर्न सकिन्छ हामी यो सबैले चाइल्डहुडबाट जानेर आएको होइन ओके सिकेरै गर्ने हो यु क्यान डु इट भनिदिएपछि कस्तो मोटिभेसन दिनुहुन्छ भनेर चाहिँ भन्नुहुन्छ भनेपछि ड्राइभिङ इन्स्ट्रक्सनमा लाइक सिकाउने भन्दा बढी आफूले इन्करेजिङ हुन चाहिँ राम्रो देखिन्छ एकदमै चाहिन्छ त्यो मैले हजुरले भनेपछि एकदम आफूले चाहिँ एउटा सम्झेँ क्या आफ्नो इभेन्ट मैले पनि सुरुमा अब जो पनि एउटा ड्राइभिङ इन्स्ट्रक्टरलाई चुज गरेर एउटा लाइसेन्सको लिँदाखेरि स्टार्ट गरिन्छ नि त अनि त्यसमा चाहिँ मलाई एउटा इभेन्टमा चाहिँ एकजना ड्राइभिङ इन्स्ट्रक्टर कस्तो पर्नुभयो भने अलि रुड खालको अनि यो गर उगर मात्रै भनिदिने कि अनि म मान्छे कस्तो छ भने चाहिँ मलाई चाहिँ कसैले चाहिँ इन्करेज गरेको अलिकति मिस्टेक गऱ्यो भने इट्स ओके क्यान ह्यान्डल इट होइन त्यो प्रेसर सिचुएसन हुन्छ नि त कस्तो नर्भस भइन्छ होइन त्यस्तोमा चाहिँ त्यस्तो गरेको मनपर्छ होइन भनेपछि द की बिहाइन्ड बिङ अ गुड ड्राइभिङ इन्स्ट्रक्टर राम्रो बोलिदिँदैमा राम्रो इन्करेजिङ वर्ड्सहरू भनिदिँदैमा राम्रो हुन्छ भने धेरैले राम्रो सिक्न पनि सक्यो एकदम सजिलरी अनि स्ट्रेस फ्रीले किनभने एक त नयाँ स्टुडेन्टलाई यसै स्ट्रेस हुन्छ बाटोमा होइन एक्ज्याक्टली त्यही माथि अब हजुरले यो भएन त्यो भएन भने त कसरी त्यो उसले डिसिजन लिन सक्ने के राइट के रङ भनेर एक्ज्याक्टली त्यही भएर राम्रोसँग इन्करेज इट्स ओके फर्स्ट टाइम मिस्टेक हुन्छ नेक्स्ट टाइम राम्रो गर
भनेर त्यही कुरा नै एक दुईचोटि दोहोऱ्याइदिएपछि सिकिहाल्नुहुन्छ फेरि। राइट राइट। अनि तपाईँले अघि भन्नुभयो जस्तो यो ड्राइभिङ इन्स्ट्रक्टर हुनलाई 1 वर्षको कोर्स गर्नुपर्छ होइन, 3 to 6 month कोर्स चाहिँ लाइसेन्स भएपछि होइन। के यो हाम्रो आउने यो यहाँको इन्टरनेसनल स्टुडेन्ट्सहरू हुन्छ नि, हजुर उनीहरूले त धेरै कुराहरू खोजिरहेको हुन्छ, जबको अपर्च्युनिटीहरू खोजिरहेको हुन्छ, हजुर। के उनीहरू ड्राइभिङ इन्स्ट्रक्टर बन्न सक्छन्? यसको लागि चाहिँ पर्मानेन्ट रेसिडेन्ट भन्ने चाहिँ छैन। ए ओके, छैन भनेपछि उनीहरूले पनि ट्राई गरे। हजुर ट्राई गरेर अब हजुरलाई अब कलेज हजुर सबैबाट जस्तै पिआरको पाथवे जान नपर्ने छ भन्ने चाहिँ यु क्यान ट्राई। अनि उनीहरूको जस्तो लाइसेन्स त बाहिरको हुन्छ होइन, अस्ट्रेलियन लाइसेन्स 1 yearको चाहिन्छ। ए चाहिन्छ होइन। ए भनेपछि इन्टरनेसनल स्टुडेन्ट आए पनि यहाँ आए पनि यहाँको लाइसेन्स त लिनु पर्यो। तर यहाँको लाइसेन्स लिनलाई पिआर चाहिने होइन र? चाहिँदैन। ए ओके ओके। हजुरले यहाँ आएपछि नेपाली लाइसेन्सले 6 month ट्राई गर्न सक्नुहुन्छ। आफ्टर 6 month हजुरलाई अस्ट्रेलियन लाइसेन्स चाहिन्छ। ओके गुड टु नो भनेपछि इट्स अ भेरी गुड इन्फर्मेसन के होइन। उनीहरूले एउटा आफ्नो फ्लेक्सिबिलिटी पनि पाए होइन, आफ्नो पढाइको प्रेसर हुन्छ होइन, प्लस आफ्नै कमाउने पनि एउटा चान्स मौका पाए होइन। ल अब एउटा इन्ट्रेस्टिङ कुरा गर्नु मलाई, तपाईँले सर्ट मुभिजहरू पनि खेल्नु भएको छ होइन। तपाईँ र मैले जे होस् हामीले म्युजिक भिडियोमा लास्ट टाइम काम गऱ्यौँ, रमाइलो पनि भयो होइन, उडायो म्युजिक भिडियो हो बाइ द वे होइन। त्यसमा एक्टिङ गर्न पाउँदा म त भर्खरै जस्तो स्टार्ट गर्दैछु मेरो चाहिँ एक्टिङ है। तपाईँको चाहिँ पहिलेदेखि मैले यसो बुझेको र हजुरसँग पहिला गफ गरेको हुनाले कति पहिलादेखि स्टार्ट गर्नुभयो यो सर्ट मुभिजहरूमा काम गर्न? यो चाहिँ एज अ प्रोफेसनली त छैन। प्रोफेसनल भन्नु खोजेको लाइक काम गर्नुभयो नि त, त्यो नै हो प्रोफेसन त। हामी कसैको नि प्रोफेसन एक्टिङ होइन, तर एज अ इन्ट्रेस्ट कहिले स्टार्ट गर्नुभयो र कुनमा गर्नुभयो, कसँग गर्नुभयो? भिडियो नै बनाएर एज अ एक्चुली भने भिडियो नै बनाएर चाहिँ 2014 मा हाम्रो एउटा मेलबर्न देउराली ग्रुप भन्ने छ, हजुर, त्यहाँबाट चाहिँ एउटा एज अ राष्ट्रिय गीत नेपालको देशभक्ति गीतमा बनाएको थियौँ। पहिलो चाहिँ भिडियो नै त्यही हो। तर म चाहिँ पहिल्यैदेखि नै लाइक हुन्छ नि सडक नाटक नेपालमा एउटा एनजिओबाट जस्तै ड्रग्सको बारेमा अवेरनेस दिने होइन, बच्चाहरू कसरी भेट्छ त्यस्तोमा म सडक नाटक गर्थेँ नेपालमै पनि 9-10 मा पढ्दाखेरि। हजुर। अनि एक्टिङ त्यहाँबाट म गरिराखेको हुन्थेँ। यहाँ आएपछि चाहिँ फर्स्ट भिडियो चाहिँ 2014 मा मेलबर्न देउराली ग्रुपबाट। हजुर। अनि सेकेन्ड चाहिँ एज अ यत्तिकै आउन भनेर हाम्रो यो विनोदजी हुनुहुन्थ्यो, उहाँले 30 को गीत निकाल्नु भएको थियो। त्यसमा पनि थिएँ म। आई थिङ्क हामीले हेरेछौँ होला होइन, त्यही त आई लभ यु भन्ने गीतमा। ओके ओके। अर्को थर्ड चाहिँ बालचौतारीबाट मेरो छोरीहरू मैले न्याप बालचौतारी प्रेस्टन थियो त्यति बेला। हजुर हजुर। अनि त्यहाँ पनि म अलिकति एक्टिभ नै थिएँ, छोरी पनि लैजाने म्यानेजरहरू पनि गर्ने। अनि त्यसपछि आमाको रोलमा, त्यहाँ पनि आमाको रोलमा बच्चालाई जस्तै नेपाली प्यारेन्ट्सहरू यहाँ आएर कसरी गर्नुहुन्छ, यहाँ कसरी बच्चाहरूलाई हामीले नेपाली सिकाइएको छ भने त्यसमा आमाको रोलमा गरेको थिएँ। अनि फोर्थ चाहिँ यो हजुरसँग। अब यसपछि के छ त तपाईँलाई जस्तो एक्सप्लोर गर्न मन छ यो विधा पनि? अब अपर्च्युनिटी आयो भने त खोज्नु भयो छ कि छैन? छैन, म त्यसरी चाहिँ गइरहेको छैन। अनि अपर्च्युनिटी आयो भने हुन्छ भन्छु मैले चाहिँ। ओके नाइस। अनि एक्टिङ बाहेक अब जस्तो एज अ हबी अरू केमा रुचि राख्नुहुन्छ? रुचि चाहिँ म स्पोर्टमा पनि स्पोर्टमा गर्छु। अहिले चाहिँ मैले टाइम मिलेन, नत्र म अहिले हाम्रो नेपाली लेडिजहरूको फुटबल टिममा पनि थिएँ। वाउ। एकछिन चाहिँ 1-2 हप्ता चाहिँ जान पाएँ, पछि चाहिँ बच्चाको कारण अब मेन चाहिँ आफू पनि गर्दाखेरि म जान पाइनँ। तर अब अलिकति बच्चाहरू ठुलो भयो भने म फेरि ब्याक जान्छु। नाइस। स्पोर्टमा पनि छु मैले। अब आफै गीत लेख्न पनि सक्छु। एकचोटिको न्याप्तिजमा हामी फर्स्ट पनि भएको थियौँ होइन, कविताहरू पनि म लेख्न सक्छु। तर मलाई चाहिँ फ्री टाइम चाहियो। यतिका काम गरेपछि एउटा चाहिँ लगभग हजुरको एउटा डेली लाइफ सुन्ने बित्तिकै आई थिङ्क यु निड अ पर्सनल असिस्टेन्ट के खास भन्ने हो भने, बिकज यु डुइङ लट अफ थिङ्स। इन्कम चाहियो। इन्कम चाहियो मेन त होइन। इन्कम भयो भने चाहिँ एकदमै पर्सनल असिस्टेन्ट चाहिँ राख्नु पर्ने हुन्छ कहिलेकाहीँ। हो नि, बिकज यु आर होइन डुइङ लट अफ थिङ्स नि त होइन। भेरी गुड टु नो जमुनाजी। अब एउटा यो प्लेटफर्ममा होइन आएर जस्तो हामीलाई त कस्तो हुन्छ भने यति गफ गर्नुभन्दा पनि कुनै कुराहरू इन्फर्मेसन र कुनै कुराहरू अब सन्देश दिन चाहन्छौँ होइन। जस्तो आज इन्टरनेसनल वुमेन्स डेमा
तपाईँ के भन्न चाहनुहुन्छ जस्तो महिलाहरूलाई होइन यङ चाहिँ बच्चाहरूलाई होइन छोरीहरूलाई जस्तो केही भन्न चाहनुहुन्छ? म चाहिँ सबैलाई के भन्छ बी योर सेल्फ होइन अरू यस्तो यस्तो भनेर कपी गर्न नथाल्नुहोस् ट्राई अलवेज होइन अपर्च्युनिटी आउँछ भने गो फर इट ओके होइन नेभर कम्स ब्याक ओके अनि अब केही कुरामा पनि बोल्न नडराउनु राइट होइन अहिलेको छोरीहरूलाई एकदमै मेन इम्पोर्टेन्ट भनेको डिलिट के फाइट फर यर राइट भने जस्तै केही आउँछ भने पछाडि हट्दै नहट्नु राइट अनि आफूलाई यस्तो केही गाह्रो छ भने यहाँ धेरै छ सर्भिसहरू जहिले पनि आक्स गर्नु होइन अगाडि बढ्नु त्यही भन्न चाहन्छु भेरी भेरी नाइस वर्ड्स होइन अब जस इन्करेजिङ कुरा गर्नुभयो होइन खुसी लाग्यो जमुनाजी आज होइन हाम्रो पोडकास्टबाट चाहिँ कुरा गर्न पाउँदाखेरि तपाईँलाई धेरै धेरै धन्यवाद छ फेरि अनि कुरा गर्न पाइयोस् फेरि म्युजिक भिडियो अथवा कुनै चाहिँ ड्रामा अथवा उसमा होइन फिल्महरूमा सर्ट फिल्ममा काम गर्न पाइयोस् होइन थ्याङ्क यू अगेन फर कमिङ टु आवर पोडकास्ट थ्याङ्क यू सो मच अपर्च्युनिटी दिनुभएकोमा मेरो आफ्नो केही कुराहरू राख्न पाएँ हजुर एकदम राम्रो लाग्यो होइन थ्याङ्क यू सो मच फर द्याट थ्याङ्क यू